हेलो साथीहरू, ल हेर्नुहोस् अब यो युरोपमा यस्तो छ हालत। अब हाइवेमै यसरी आइस जमेर अब गाडी हाइवेमै स्लिप खाइरहेछ। यस्तो अप्ठ्यारो छ। गाउँमा बसेर युरोप भन्न पो सजिलो छ त, यहाँ आएर काम गर्न कम त गाह्रो छ यार। बाबा कम त मुस्किल भएको छ यहाँबाट गाडी निकाल्न। ओहो, अब यहाँबाट जसरी तसरी गाडी निकाल्ने कोसिसमै छौँ। अब निस्किँदैछ भनौँ न, बल्ल 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 अगाडि सरिरहेछ बिस्तारै बिस्तारै गाडी। अब यही हिसाबले निस्किने हो यहाँबाट। बल्ल बल्ल यो चिप्लो बाटो चाहिँ सकियो। अब यो उसमा भित्री बाटोमा लाग्यो। फेरि भित्री बाटोमा फेरि हिउँ परेर फेरि यस्तो छ बाटो वरिपरि सेतै सेतै। अब जता फर्केर हेरे पनि पुरै सेतै छ, जहाँ जता हेऱ्यो सेतै, जता हेऱ्यो सेतै, पुरै हिउँै हिउँ भएको छ यहाँ। फेरि यस्तो छ हालत। अब आज दुःख भयो भनेर अब दुःख नगर्न नि भएन। आजको दुःखले भोलि सुख हुन्छ कि भन्ने आशले लागिएछ। यो सेतो हिउँ पन्छाउँदै कम्पनीको सामान बोक्नु नै छ। अब क्रसर पुग्ने बेला चाहिँ हुन लाग्छ। हिँड्दैछौँ। यहाँको खोलाहरू पनि सब जमिसकेको छ। यहाँ खोलाको पानी सब पुरै टोटल जमेछ। तर हिउँ पर्दाखेरि रमाइलो चाहिँ रमाइलो हुँदैछ सर होइन। बाहिर उभिसक्नु छैन चिसोले, भित्र चाहिँ यसो अलिअलि हिटरले चाहिँ तातै छ। बाहिर पुरै ध्वस्त छ चिसो। हेर्दा हेर्दा रमाइलो देखिन्छ नि वरिपरि टक्क सर। ए ल, अब हाम्रो क्रसर पनि आइपुग्यो। यहाँबाट क्रसरभित्र छिर्ने टक्क। यो गिट्टी बालुवाहरू पनि सब जमेर बसिरहेछ। सबै गिट्टी बालुवाको थुप्रो माथि हिउँ परेर पुरै सेतै भइरहेछ यहाँ। फेरि अब मसँग आएको भाइले यही डोजर चलाउने अब यही लोडरबाट लोड गर्छ। भुइँ पुरै सेतै छ, डाँडा काँडा सबै सेतै भएको छ यहाँ। फेरि ल अब चाहिँ यो झर्छ यहाँ। गाडी फेरि ठ्याक्क ठाउँमा लगेर आउनु पर्यो नि त, त्यसले लोड गर्नको लागि लोड गर्छ। यो भुइँमा पुरै पानी जमेर आइस परेछ। जसरी गाडी हिँड्दैछ त्यही हिसाबले आइस फुटिरहेछ। देखो तमासा। चरेको छ आइस। ल अब यति भएपछि यसले लोड गर्छ यहाँ आएर। ल लोडिङ पनि सुरु भयो। त्यो हिउँमा जमेर पुरै गिट्टी जमेछ। लोडर पनि गाडिरहेको छैन त्यो उसमा, गिट्टीमा यस्तो छ।
डल्लै बोकेर ल्याउनु लाग्यो त्यसले फेरि यस्तो छ यहाँ बाहिर यति जाडो छ योभन्दा त भित्रै गएर बस्न ठिक छ कि भित्र कमसेकम हिटरले तातो त हुन्छ ल लोड पनि भइरहेछ गरिरहेछ परेर बाहिर झरिसक्नु छैन त्यही भएर यस्तो गिट्टीमा थियो नि यस्तो कस्तै हिउँ परेछ लोड भइरहेछ गाडी बसिरहेको इन्डियन भाइले लोड गर्छ गाडीमा रमाइलो त छ तर लास्टै चिसो बाहिर ल अब लोड पनि भइसक्यो अब हिँड्न लाग्यो यस्तो छ फेरि छाँटकाट अब त्यो लोड बढी भएर भन्ने हो कि भुइँ जमेर भन्ने हो के भन्ने हो यस्तै हो भुइँभरि पुरै आइस जमेर गाडी अगाडि पछाडि जताततै घुम्ने भएको छ यहाँ देख्छु अलिकति पछाडि गरेर अगाडि लग्न खोजेको भएन फेरि अलि लामो पछाडि जानुपर्ने भयो कि तानेन अगाडि फेरि अलि लामो तरिका जाम भनेको पछाडि नखिचे जस्तो गर्छ गयो ल ठिक छ अब यति भएपछि भयो अब चाहिँ हिँडिन्छ कम्पनीतिर ल